ल यो ज्ञापन पत्रको लागि जुन सरकार राखेर नीलबारी क्षेत्र सरकार समितिको तर्फबाट यो बुझाउनु भयो, यसको लागि यहाँहरू सबैले धेरै धन्यवाद। र मैले पनि सुनिरहेको क्षेत्र हो, हाम्रो धार्मिक आस्थाको धरोहरको क्षेत्र नीलबारी क्षेत्रको संरक्षण गर्नुपर्छ भन्नेमा सबैको एउटै स्वर देखियो। स्थानीयवासी, सरकारवाला, स्थानीय सरकार, नगरपालिका अथवा सङ्घीय सरकार सबैको एउटै मत छ, त्यसलाई संरक्षण गर्नुपर्छ भनेर। र यहाँहरूको यो विज्ञप्तिमा नि के आयो, ज्ञापन पत्रमा नि के आयो भने नीलबारी क्षेत्रमा भूक्षयको कारणले गर्दाखेरि त्यहाँको संरचनाहरू जोखिममा छ। त्यो हाम्रो आस्थाको धरोहरलाई, त्यो भौतिक धरोहरलाई हामीले जोगाउनु पर्नेछ। त्यो सबैको चासोको विषय हो र जोगाउनु पर्छ। त्यो जोगाउँदाखेरि कसरी गर्ने भन्ने विषय अहिलेको इस्यु जस्तो मलाई लाग्यो। त्यो क्रममा पनि मैले पनि यहाँ आएर सुन्दाखेरि केही डकुमेन्ट हेर्दाखेरि यस विषयमा पटक पटक छलफल भएको पनि देखियो। र अलिअलि विषयवस्तुहरू कुनै एउटा इस्यु आउँछ, त्यो इस्युमा छलफल भइसकेपछि फेरि अर्को इस्यु आउने बारम्बार त्यो बल्झिएको अवस्था पनि देखियो। त्यो चाहिँ नहोस् भन्ने मेरो कामना, किन जे विषय हो एकचोटि छलफल गरिसके टुङ्गिएपछि अगाडि बढ्दा राम्रो हुन्छ। आज एउटा विषयमा छलफल गरेर टुङ्गाउने, भोलि फेरि अर्को विषय उठान हुँदाखेरि त्यो कहिले पनि सल्टिँदैन, त्यो भनेको विकास नहुनेतिर जान्छ। त्यसले हामी सबैको सरकार हो, हाम्रो आस्थाको धरोहर हो, भोलि त्यो पर्यटक क्षेत्र, धार्मिक क्षेत्रको रूपमा विकास गर्नुपर्छ र त्यसलाई संरक्षण गर्नको लागि हामी सबै एकजुट हुनुपर्छ। मात्र त्यो विधि र प्रविधिको प्रयोगको विषय के हो भन्ने विषय हो। अब ठुलो संरचना निर्माण गर्दाखेरि त्यस्तो ठुलो ठाउँमा, अलि जोखिमयुक्त ठाउँमा सबै निर्माण गर्दाखेरि केही आधुनिक प्रविधि पनि प्रयोग गर्नुपर्छ होला। त्यो प्रयोग गर्दाखेरि त्यहाँ भएका धार्मिक संरचना, पुरातत्व संरचनामा असर नपर्ने गरी प्राविधिकले जे रिपोर्ट दिन्छ त्यही आधार हामीले गर्ने। हामी पनि जान्दैनौँ, त्यो प्रशासनिक विषयहरू हामीले निर्णय गर्ने कुरा हो। तर प्राविधिक विषयहरूमा के गर्दा उपयुक्त हुन्छ भन्ने विषय चाहिँ प्राविधिकले गर्ने विषय हो। त्यसलाई त्यो अनुसार हामीले त्यहाँको धार्मिक आस्था अथवा पुरातात्विक सम्पदाहरूमा असर नपर्ने गरी गर्नुपर्छ, किन भोलि त्यो हामी भावी पुस्तालाई पनि त्यो हस्तान्तरण गर्नुपर्छ। त्यसको लागि जुन सरकार राख्नु भएको छ, हामी एक ठाउँमा बसेर त्यसको निकास निस्किन्छ। त्यसको लागि यहाँहरू पनि तयार हुनुपर्छ। यसलाई पोजिटिभ माइन्डसेटमा चाहिँ हामी जानुपर्छ। सबैले पोजिटिभ माइन्डसेटमा जाउँ। सबै स्थानीय बासिन्दाहरू 100% सबैको सहभागिता हुन्छ, सहमत हुन्छ भन्न सकिने कुनै पनि विकास निर्माण काममा केही पर्सेन्ट व्यक्तिहरूलाई चित्त बुझाउन सकिन्न। उसको त्यो भनेको निज स्वार्थ राखेर कोही आउँछ भने सकिन्न। सामूहिक स्वार्थ जेन्युन इस्यु राखेर आउँछ भने चित्त बुझ्छ, फेरि सबैको बुझ्छ, तपाईँको नि बुझ्छ, मेरो नि बुझ्छ। तर निज स्वार्थ राखेर हिँड्ने व्यक्तिको कहिले पनि बुझाउन सकिन्न। त्यस कारणले हामीले मेयर साहबहरूसँग पटक पटक छलफल भएको छ। हामी चाहिँ अब यो सरकारवाला निकायहरूसँग भइसकेको छ, अब पनि हुनुपर्छ। यसलाई निरन्तरता दिनुपर्छ। र मुख्य कुरा चाहिँ अहिले भएका विकास निर्माण काम जुन बजेट विनियोजन भएको छ, ठेक्का प्रक्रियालाई त्यसलाई कसरी सम्पन्न गर्ने भन्ने विषय नै महत्त्वपूर्ण हो। तर त्यसको लागि यहाँहरूले उठाएका सरकारका विषयहरू जायज छन्, उचित छन् भने प्राविधिक रूपमा निराकरण गरेर जान सकिन्छ। त्यसले एक ठाउँमा उभिएर हामी सबै सामूहिक उसमा जाउँ। यसलाई तेरो मेरो भन्ने विषय नै होइन। त्यो राम्रो भयो भनेदेखि त्यहाँको वरिपरि स्थानीय बासिन्दाले नै त्यसको फाइदा लिने हो। त्यहाँ रोजगारी सिर्जना हुने विषयहरू, धार्मिक पर्यटनको विकास हुँदाखेरि त्यहाँ स्थानीय जनतालाई हुने फाइदाको विषयहरू, नगरपालिकाको एउटा आस्थाको केन्द्रमा पर्यटकको वृद्धि हुने विषयहरू सबै हामी सबैको सरकार हो। यसलाई राम्रो रूपमा सुन्दर बनाउने प्रयासमा हामी सबै लागौँ। यहाँहरू सबैलाई म अनुरोध गर्छु, विकासको लागि हातेमालो गर्न हामी सबै अगाडि बढौँ। स्थानीय सरकार अगाडि छ, केबिडिएले टेन्डर प्रक्रिया अगाडि बढाएर काम सुरु गरेर त्यसलाई कसरी सम्पन्न गर्ने, कसरी त्यहाँको आवश्यकता अनुसारको र उचित प्रविधि प्रयोग गरेर। भोलि हामीले परम्परा प्रविधि प्रयोग गरेर दैविक शक्तिले नै त्यहाँ संरक्षण गर्थ्यो भने त केही पनि चाहिँदैन थियो। तर त्यसको लागि आधुनिक प्रविधि पनि चाहिन्छ होला। कुन प्रविधि उपयुक्त गर्न सकिन्छ, अहिले भएका प्रविधिहरूमा पनि त्यसलाई असर नपर्ने गरी गर्न सकिन्छ। त्यसको लागि सबै सरकारवाला पनि एकजुट भएर सहयोग गर्नको लागि म अपिल गर्छु। धन्यवाद। सरको चाहिँ मैले बिचमा डिस्टर्ब गर्नु छ एउटा